भाग्यमानी भइस् बाबु, भाग्यमानी भइस्। सधैँ सुमार्कामा लाग्इस्। आमा, तपाईले मलाई यो कुरा भनिरहनु पर्छ र म माथि तपाईको विश्वास छैन र? मलाई आफ्नो कोखमाथि विश्वास छ छोरा। हामीले जीवनमा यस्तो आदि तूफानको सामना गरेका छौँ। जसलाई शान्तिमा हावाको झोकाले छुनै सक्दैन बाबु। आमा, फेरि तपाईँ अतीतलाई सम्झेर आँसु झार्न थाल्नुभयो। प्लिज आमा, आँसु नझार्नुहोस्। तपाईको आँखामा आँसु सुहाउँदैन। तपाईँ आफै भन्नुहुन्छ समय फेरि आउँछ भनेर। कहाँ होला त्यो? कसको सहारामा होला? त्यसले कति दुःख पायो होला। अब त त्यो यति ठुलो भइसक्यो होला कि मेरो छेउमा आयो भने पनि म त्यसलाई चिन्नै सक्दिनँ। बाबु, जाउँ हेर, मन्दिर जाउँ। फेरि भगवानको पुकारा गरौँ। यसपाला त भगवानले हाम्रो पुकारा सुन्छन् कि। जाउँ।